धरतीमा मङ्गल ग्रह लाइक चन्द्रमा मङ्गल ग्रह जस्तो रातो भइरहेछ कि सो हेर्नु है। हे गाइज गुड मर्निङ हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग। सर्वप्रथम त सबैजना नमस्कार, राधे राधे। म चाहिँ सन्चै छु, आशा गर्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले ब्लग स्टार्ट गर्दैछु मेरो गाउँको तिलचोर भन्ने ठाउँदेखि। अहिले चाहिँ बिहानको 7 बजिसकेको छ। यहाँ तिलचोर भन्ने ठाउँमा आएको छु, तिलचोर देखाउँछु। मेरो घरदेखि चाहिँ लगभग 5 मिनटको दुरीमा छ। म चाहिँ तिलचोर भन्ने ठाउँमा आएको छु, टक्क देखाउँछु हजुरहरूलाई। यो चाहिँ तिलचोरको मेन गेट रहेको छ। यो चाहिँ मेरो गाउँमा रहेको चाहिँ यहाँ चाहिँ 20 जति पिपलको बुढो छन्। लाइक तपाईँको 500 साल पुरानो पिपलको बुट्टाहरू पनि छन्, 200 साल 100 साल पुरानो पिपलको बुट्टाहरू पनि छन्, बरको बुट्टाहरू पनि छन्। धेरै हरेक चिजहरू छ यहाँ चाहिँ, चिजका के मान्छेहरूलाई चाहिने हरेक चिजहरू छन् पिपलको बुट्टाहरू बस्नको लागि। यहाँ चाहिँ पहिला पहिला मान्ने गरिन्छ, पहिला पहिला चाहिँ गाई बाख्रा चराउन आउँदा धेरै हुन्छ नि त गाई बाख्रा चराउन। अनि यहाँनिर तल एउटा पोखरी पनि छ। यो जुन पिपलहरू देखेको छ नि त्यसको साइडमा एउटा पोखरी छ। अनि यो चाहिँ पिपलको बुट्टाहरू छ नि, यहाँ चाहिँ मान्छे बस्नुको लागि प्रतीक्षालय बनाइदिनु भएको छ। त्यही हो, त्यहाँ चाहिँ के मनोरञ्जनको लागि हो। म चाहिँ हल्का यसो देखाइदिउँ गाउँ आएको बेलामा भनेर, कति टाढा छ 5 मिनट त लाग्छ, त्यही भएर आएको थिएँ। ल मिल्ने छु हस्पिटल जाने बेला। तिलचोर घुमेर म चाहिँ घर आइसकेँ, अब चाहिँ हस्पिटल जानुपर्ने हुन्छ। मेरो घरमा मेरो छोरी, मेरो दिदी, मेरो भान्जी, मेरो घर, टक्क मेरो गाउँ है। अब चाहिँ म जान लागेको, मिल्ने छु हजुरहरूसँग बाटोमा यहाँ हस्पिटलमा। घरदेखि आइसक्यो, अब चाहिँ खाना बनाउन लागेको छु। मैले चाहिँ अघि भिडियो सुट गरेँ भनेको थिएँ, कहाँ भिडियो सुट नै गर्न बिर्सिरहेको छु। अब चाहिँ पकाइसक्ने बेला चाहिँ सुट गरेँ कि मैले अघि आउँदा चाहिँ त्यहाँनिर मैले सुट गरेँ जस्तो लाग्यो, बिर्सिरहेको छु, सुटै गरेन रहेछ कि। कति बेला के हुन्छ के हुन्छ। ल खानासाना पकाउँदैछु, पकाइसकेर पछि मिल्ने छु हजुरहरूसँग। खानासाना खुवाएर मैले पनि खाना खाएर अहिले चाहिँ म आएको छु ओटीको छतमा। हजुरहरूसँग के कुरा गर्नु छ भनेपछि हजुरहरूले मलाई सपोर्ट गर्नु, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु र मलाई फलो गर्नु, युट्युबबाट हेर्दै हुन्छ भने मलाई सब्सक्राइब गर्नु, कमेन्ट गर्नु। म पनि सब्सक्राइब गरौँ भने सब्सक्राइब ब्याक दिन्छु, हजुरहरूले फलो गर्नु भने फलो ब्याक दिन्छु, म पनि फलो गर्छु। र हजुरहरूले सिर्फ के गर्नु पऱ्यो भनेपछि फेसबुकबाट हेरे पनि युट्युबबाट हेरे पनि कमेन्ट गर्नु पऱ्यो। अनि सानो म पनि सानो युजर हो नि त, मलाई पनि सपोर्ट गर्नु पऱ्यो। हजुरहरू ठुलो हुन्छ भने ठुलोले पनि मलाई सपोर्ट गर्नु पऱ्यो, मभन्दा सानो हुनुहुन्छ भने हजुरहरूले पनि मलाई सपोर्ट गर्नु पऱ्यो। म पनि हजुरहरूलाई अवश्य सपोर्ट गर्नेछु। अहिले चाहिँ यही हो, म चाहिँ टक्क छतको माथि आएको छु, टक्क चारतिरको सिन यस्तो छ। अब चाहिँ म सबैलाई खानासाना खुवाइसकेर के कामै के छ र टक्क गएर अब चाहिँ रुममा गएर सबै सुत्नुपर्ने हुन्छ। छतमा गएर सिन देखाएर अलिअलि गफगाफ गरेर आएर टक्क अब काम सुत्ने हो। अब म चाहिँ सुत्छु अनि पछि मिल्ने नै छु। ल ओके, म चाहिँ सुत्यो है। म चाहिँ अहिले नास्ता रेडी गर्न आइसकेको छु। आज चाहिँ नास्तामा तरकारी र रोटी हुँदैछ। त्यही हो, नास्तामा तरकारी रोटी हुँदैछ। एउटा बनाउनु पर्ने हुन्छ, मुछेर सबै गरेर तवरहरू पाएर सबै रेडी गरिसकेको छु। अब चाहिँ नास्ता खुवाउनु पर्ने हुन्छ, टक्क सबैजना नास्ता खुवाउनु पर्ने हुन्छ। अनि नास्ता खाइ चाहिँ आज मैले धेरैजना हुनुहुन्न, 5-6जना हुनुहुन्छ, टक्क थोरै बनाउनु पर्छ। सबै नास्ता बनाएर टक्क सबैजनालाई खुवाएर फेरि हजुरहरूसँग मिल्ने छु। यही हो काम। अब दिउँसो बिहान भयो खाना बनायो, दिउँसो भयो नास्ता बनायो, साँझ भयो खाना बनायो। त्यही मेरो जिन्दगी यस्तै नै चलिरहेको छ। हेलो साथीहरू, म चाहिँ खाना पकाउन आइसकेको छु। अब चाहिँ टक्क गएर खानासाना रेडी गर्नुपर्ने हुन्छ, टक्क गएर खानासाना पकाउनु पर्ने हुन्छ। म हजुरहरूलाई टक्क लगाएर है खानासाना पकाएको देखाउँछु। भिडियो चाहिँ पुरा हाल्दिनँ किनकि कति पकाएको मात्रै हाल्ने, यसो हेरौँ न। टक्क सानोसानो कटिङ गरेर रेडी गरिसकेको तेल बसाइसकेको छु। अब टक्क यसलाई पकाउनु पर्ने हुन्छ। अनि पकाएर चाहिँ टाइम खुवाउनु पर्ने हुन्छ। अहिले चाहिँ म 6 बजीतिर आइसकेको छु, 7 बजी 7:30 बजी रेडी गरेर टाइममा खुवाइदिनु पर्ने हुन्छ। किनकि आज 5जना मात्रै हुनुहुन्छ। अन्त गएर खानासाना खुवाएर म चाहिँ टाइम मिलेछ भने आज चाहिँ पुरा हस्पिटलको नाइट भ्यू देखाउने कोसिस गर्नेछु। अब मेरो यही देखाउने नै त्यति त छ नि, हस्पिटल देखाउँछु, सिटर देखाउँछु, खलङ्गा देखाउँछु। म चाहिँ कहीँ जानु पाउँदैन नि त, त्यो हक्क हल्का है। टक्क टाइम मिल्यो छ भने सबैलाई देखाउने छु मस्त गरेर भ्यू। अनि अगाडि केही युनिक चिज, कहिले नदेखाएको चिज भेट्यो भने छ भने देखाउने छु। ल मिल्ने छौँ त है गाइज। हस्पिटलको रातिको भ्यू देखाउँछु भनेर आएको थिएँ, तर देखाउने नै भएँ। अनि अर्को धरतीमा मङ्गल ग्रह लाइक चन्द्रमा मङ्गल ग्रह जस्तो रातो भइरहेछ कि सो हेर्नु है। अब मेरो मोबाइलमा त्यति क्लियर त बुझिँदैन, त्यही पनि हेर्नु न। यार कस्तो बिहान सिन गाइज, टक्क
हेर्नु कस्तो चम्किएको छ हो राति पनि हेर्नु टाढोबाट कस्तो चम्किएको छ हो राति खोलेर खत्रै भइरहेको छ नि टक्क कि त्यसको माथि माथि टक्क बादल छ मेरो मलाई त्यति बुझ्दैन त्यसको माथि माथि कस्तो मजाले बादल छ टक्क मङ्गल ग्रह टाइपको है टक्क भ्यू स्यू देखाइसक्यो अनि टक्क आज चन्द्रमा बनियो कस्तो रातो रातो भएर रहेछ अब चाहिँ टक्क म चाहिँ रुममा गएर सुत्नुपर्ने हुन्छ अहिले चाहिँ 8:30-9 बजिसकेको छ अब म चाहिँ रुम गएर सुत्नुपर्ने हुन्छ यसैको साथमा यो ब्लगलाई यहीँ एड गर्न चाहन्छु मेरो ब्लग मनपर्छ भने सब्सक्राइब गरिदिनु होला फेसबुकबाट हेर्नुहुन्छ भने फलो गरिदिनु होला मिल्ने छ अर्को ब्लगमा तबसम्मको लागि बाई बाई